नमस्कार, मसला न्युज टिभीमा तपाईहरुलाई स्वागत छ। आज हामीले अन्तर्राष्ट्रिय लिगहरूको बारेमा केही जानकारी लिएर उपस्थिति भइसकेका छौं। गए राति भएको इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला भर्सेस बेनफोर्ड बीचको खेलमा बेनफोर्डले एस्टन भिल्लालाई 1-0 ले पराजित गरेको छ भने अर्को म्याचमा मैनचेस्टर युनाइटेड भर्सेस फुलह्याम बीचको खेलमा मैनचेस्टर युनाइटेडले 3-2 ले जित हासिल गरेको छ भने तेस्रो म्याचको खेलमा नथिङगेम फरेस्ट भर्सेस क्रिस्टल प्यालेस बीचको खेलमा 1-1 भएर बराबर खेलेका छन् भने चौथो म्याचमा टोटेनह्याम भर्सेस मैनचेस्टर सिटीको खेल बीचमा 2-2 स्कोरको साथ बराबर खेलेका छन्। त्यसैगरी गैराती नै भएको ला लिगा लिगको पहिलो म्याचमा रियल मैड्रिड भर्सेस रायो भ्यालिकानो बीचको खेलमा 2-1 को खेलसँगै रियल मैड्रिडले जित निकालेको छ भने दोस्रो म्याचमा रियल बेटिस भर्सेस भेलेन्सिया बीचको खेलमा रियल बेटिसले 2-1 ले जित निकालेको छ भने तेस्रो म्याचमा गेटाफे भर्सेस सेल्टा बीचको खेलमा 0-0 को स्कोरको साथ बराबर खेल खेलेका छन् भने चौथो म्याचमा एटलेटिको बिलाबो भर्सेस रियल सोसिडेड बीचको खेलमा 1-1 स्कोरको साथ बराबर खेल खेलेका छन् भने हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गरेर साथ दिनुहोला भन्दै बिदा हुन्छौं। धन्यवाद।